सबैलाई यो च्यानलमा वेलकम गर्न चाहन्छु हैन। अनि हामी चाहिँ आज चाहिँ हामी मणिचुर दहको यात्राको लागि हामी निस्केका छौँ। हामी चाहिँ 4वटा बाइक लिएर 8 जनाको टोली मिलाएर हामी चाहिँ घुम्नलाई निस्किसकेका छौँ। हामी चाहिँ उता पेप्सी खोला हुँदै भक्तपुरको बाटो हुँदै अनि जोरपाटी हुँदै साखु हुँदै हाम्रो यात्रा सुरु गरेका छौँ। अनि हामी चाहिँ साखुको रोडबाट यात्रा गर्दैछौँ मणिचुर दहको लागि। अनि यो ठाउँ चाहिँ एकदम राम्रो छ, काठमाडौँदेखि सबभन्दा नजिकको हैन। अनि तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ हैन। हामी चाहिँ गएका थियौँ अनि बिचको बाटोमा चाहिँ हाम्रो बाइक पनि तानेन, किनभने बाटोहरू सबै चिप्लो रहेछ। बाटोहरू चिप्लो भएको हुनाले हाम्रो टायरहरू सबै स्लिप भएर अनि बाइक चाहिँ हामीले तान्न सकेनौँ माथिसम्म। अनि हामीले चाहिँ यही ठाउँमा बाइक चाहिँ हामीले छोडेर हाम्रो यात्रा चाहिँ हामीले हाम्रो पैदल यात्रा सुरु गऱ्यौँ। जङ्गलको बाटो हुँदै हामी बिस्तारी भए पनि हामी हिँड्दै गऱ्यौँ। अनि बाटोको अवस्था यस्तो रहेछ, माथितिर एकदम गाडो झन् यस्तो खाल्डो खुल्डो रहेछ। बाइक ल्याए भए त हामी चढाउन नसक्ने बाटो चिप्लेर जाँदैन जस्तो लागेको थियो। अनि हामी चाहिँ हाम्रो पैदल यात्रामा बिस्तारी यो खुड्किला बाटोहरू चल्दै हिँडेर गयौँ बाटोमा फोटोहरू खिच्दै अनि यो जङ्गलको अनि प्रकृतिको सौन्दर्य हेर्दै अनि चराचुरुङ्गीको आवाजहरू सुन्दै अनि खोलाको पानीहरूको आवाज सुन्दै हामी चाहिँ त्यहाँबाट गएका थियौँ। अनि हामीलाई पनि ठिकै हो, जस रमाइलो नै भयो। अनि बाइक नल्याएर पनि हामी हिँड्दै भए पनि हाम्रो गफहरू गर्दै अनि त्यो ठाउँलाई पुगेर हामी सेन्ट्रल पोइन्टमा आइपुग्यौँ। अनि हामी फेरि 10 मिनटको दूरीमा पैदल यात्रा गरेर फाइनली हामी चाहिँ मणिचुर भन्ने दहमा आइपुग्यौँ। अनि यो दह चाहिँ एकदम राम्रो रहेछ अनि काठमाडौँबाट धेरै नजिक अनि थोरै समयमा रिफ्रेसमेन्ट हुनलाई एकदम राम्रो हुने यो ठाउँ रहेछ। अनि हामी त्यहाँ पुग्यौँ अनि त्यहाँनिर मान्छेहरू थिए, धेरैजना घुम्न आएका रहेछन्। अनि हामी पनि त्यही ठाउँमा पुग्यौँ। त्यो ताल देखेर अनि त्यहाँको सौन्दर्य देखेर अनि त्यहाँको बनावट देखेर हामीलाई सबैलाई खुसी तुल्यायो। हाम्रो हृदयहरू सबै खुसी भयो अनि रिफ्रेसमेन्टको लागि एकदम राम्रो भयो। हामीले त्यहाँ गएर तालहरू घुम्यौँ, तालका भिडियोहरू लियौँ, तालका सौन्दर्यहरू हेरेर हामीले मजा लियौँ अनि फोटोहरू खिच्यौँ, भिडियोहरू खिच्यौँ। अनि त्यहाँनिर धेरै मान्छेहरू रहेछ अनि हामी चाहिँ साथीभाइहरू मिलेर फोटोहरू खिचेर अनि त्यहाँ थोरै समयको लागि बस्यौँ। अनि त्यहाँ धारामा पानीहरू खायौँ अनि पानीको सौन्दर्य हेर्दै हामी फेरि फर्क्यौँ तल। अनि फर्किँदाखेरि चाहिँ बिस्तारै हाम्रो बाटो चिप्लो भएको कारणले बिस्तारै हामी अर्कै बाटो खोज्दै निस्किँदै थियौँ हामी। अनि हामी बिस्तारै फर्क्यौँ। यो एकदम थोरै समयमा एकदम राम्रो ठाउँ रहेछ। अनि फर्किँदाखेरि हामी फेरि अर्कै बाटो हुँदै यो पहाडको सुन्दर भ्यूलाई हेर्दै हामी फर्क्यौँ। हाम्रो साथीहरू अगाडि थिए, म चाहिँ पछाडि थिएँ। अनि भिडियो खिच्दै हामी चाहिँ यता साखुको बाटो हुँदै फेरि फर्क्यौँ। अनि फर्किँदाखेरि पनि एकदम रमाइलो हो, बाटो राम्रो रहेछ, हामीलाई बाइक चलाउनु पनि सजिलो हो। अनि सबैजना रमाइरहेका थिए। अनि त्यसपछि हामी बिस्तारै फर्क्यौँ अनि बाटो एकदम राम्रो रहेछ, यो हामी गएको भन्दा धेरै राम्रो रहेछ। अनि हामी फेरि रमाउँदै फर्क्यौँ, भिडियोहरू बनाउँदै फर्क्यौँ। अनि फाइनली हामी अब भक्तपुर छिरेर अनि उता कौशलटार हुँदै हामी फेरि काठमाडौँ आफ्नो गन्तव्यमा पुग्यौँ। अनि तपाईँहरूलाई पनि यो ठाउँ घुम्न मन छ भने एकदम नजिक छ काठमाडौँबाट, तपाईँहरू जान सक्नुहुन्छ, तपाईँहरू रमाउन सक्नुहुन्छ। हस्त धन्यवाद।